सम्पूर्ण हाम्रो परमेश्वर जनलाई मेरो तर्फबाट जय मसीह अनि न्यानो अभिवादन छ। मलाई लाग्छ हजुरहरू सबैजना जाति कुशल नै हुनुहुन्छ र परमेश्वरको अनुग्रहमा नै बाँचिरहनु भएको छ र हाम्रो धन्यवाद होस् हजुरहरूलाई सदैव परमेश्वरले अनुग्रह गरिरहनु। अब आज हामी तपाईँको माझमा परमेश्वरको वचन लिएर आएको छु। आज अशुद्ध कुरोको बारेमा आज भन्ने गर्छौँ। प्रायः जस्तो कतिजना मण्डलीमा भन्ने गर्छ, कति म छोड्छु, म त्यसलाई छुनु चाहदिनँ, तर पनि म के गर्नु, नछुइ हुँदैन भन्ने तल लागिहाल्छ भन्ने कुरो है। तर यो सबै कुरो चाहिँ एउटै कुरोले हट्छ, निर्णय हामीले गर्नुपर्छ। र म तपाईँको माझमा परमेश्वरको वचन पढ्न गइरहेको छु एकदम। दोस्रो कोरिन्थी 6:17 भन्छ, यसकारण तिमीहरूको बीचबाट निस्केर आऊ र तिमीहरूबाट तिमीहरू अलग हौ। परमप्रभु भन्नुहुन्छ, अशुद्ध कुरा केही नछ र म तिमीहरूलाई ग्रहण गर्दछु। आज यहाँनिर पावलले भन्दछ अशुद्ध कुरा चाहिँ नछ र पावलले यो भनेको छैन कि मैले म भन्दछु अशुद्ध कुरा नछ भनेर त भनेको छैन। यहाँनिर परमेश्वरले भन्नुभएको छ भनेर यहाँ कुनै पनि पास्टर्सले, एल्डर्सले, डिकनले यहाँनिर परमेश्वरको वचन आफ्नो गोजीबाट दिँदैन। र जे परमेश्वरको वचन छ त्यही नै हामी बस्किनुपर्छ। हजुरको माझमा रिसाएर ठुसाएर अझ केही पनि हुँदैन, किनकि परमेश्वरको वचनमा जे छ त्यही हामीले सफा प्रकारले भन्नुपर्छ। अनि यहाँनिर त्यही छ, बाबुले पनि भन्दछ, परमप्रभुले भन्नुहुन्छ अशुद्ध कुरा केही पनि नछौ र म तिमीहरूलाई ग्रहण गर्नेछु। र प्रभुलाई धन्यवाद होस्। यस्तै गरी हामीले दानियलको पुस्तकमा एउटा हिस्ट्री इतिहास त्यहाँनिर पाउँछौँ कि आज म तपाईँलाई पढाएर सुनाउँछु। दानियल 1:5ले भन्दछ, राजाले उनीहरूलाई राजदरबारमा खाने गरेको दैनिक खाना र ताकमत दिन भनी अराए औ 3 वर्षसम्म तालिम दिएर तिनीहरूलाई राजाको सामने पेश गर्ने आज्ञा गरे, शद्रक मेशक अबेदनगोलाई। किनकि उनीहरूलाई पक्रेर चाहिँ कैदमा चाहिँ मिस्र लगेका थिए, मिस्रीहरूको देशमा लगेका थिए। अनि यहाँनिर हामी के पाउँछौँ त भन्दा शद्रक मेशक अबेदनगो एउटा यहुदी जातिहरू थियो, पक्का यहुदी थिए। आज तपाईँ अनि म पनि जब प्रभुलाई विश्वास गर्छौँ भने हामी नामधारी क्रिस्चियन भएर चाहिँ बाँच्नु हुँदैन। मेरो प्रिय नामधारी क्रिस्चियन भने धेरै डरलाग्दो हुन्छ। र म तपाईँलाई के भन्छु भने हामी नामधारी क्रिस्चियन नहौँ, न तातो न चिसो नहौँ। अनि आज म के भन्छु भने यस्तै प्रकारले दानियल जस्तै आज हामीले पनि हाम्रो जीवनमा निर्णय गर्न सक्नुपर्छ है त। तपाईँलाई म बताउन गइरहेको छु 8मा, दानियल 1:8मा। तर दानियलले राजकीय भोजन र दागमत खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे। हालेलुया। आज यहाँनिर स्पष्ट रूपले कति मजाले बताएको छ निर्णय भन्ने कुराहरू कति आवश्यक कुरा पर्छ हाम्रो जीवनमा। कति कुरोहरू आज हामीले निर्णय गर्न सक्नुपर्छ। आज जे गर्दिन भन्ने हाम्रो निर्णय गर्नुपर्छ भने निर्णय गरेको छौँ भने त्यो हामी गर्दैनौँ। त्यसै कारण आज हाम्रो जीवनमा निर्णय नभएको कारणले गर्दा हामी जे पाए त्यही गरिरहेको हुन्छौँ। र म तपाईँलाई यस वचनबाट के भन्न चाहन्छु भन्दा जो दानियलले चाहिँ निर्णय गरेको छ आफैलाई अशुद्ध नपार्ने, त्यो पनि राजाको खानेकुरा खाएर अशुद्ध नपार्ने। आज प्रायः जस्तो मण्डलीहरूमा रातो रङ देख्यो भने खाउँ लागेर चाहिँ आज उनीहरू छुटुक्क लुकेर सट्ट पारिहाल्छन् है। अनि कसैले देख्दैनन् भनेर अनि लुकीछुपी उनीहरूले आज ताली पनि मारिहाल्छन्, भनौँ मतलब खैनीहरू पनि चेपिहाल्छन्, लुकीछुपी यसो ट्रेनहरू पनि कुदाइहाल्छन्। भन्नुको मतलब चाहिँ उनीहरूले चाहिँ आज बेडी सिक्रेट पनि तानिहाल्छन्। अनि त्यति मात्रै होइन है, म त सांस्कृतिक पनि बोलिदिनु पर्यो अलिकति। हस्तम महतम ओष्टम चेपत्ती पिच्च एक कुरामा सहने भनेको चाहिँ खैनी चेप्नु है त ल। अनि यो कुरोहरूले त अहिलेसम्म उनीहरूलाई छोडेको छैन। देखि त उनीहरूलाई आफै नै खिचिएर जान्छ अनि तानेर जान्छन्। अनि म चाहिँ के भन्छु भन्दाखेरि यी व्यक्तिहरूले यी मण्डलीहरूले चाहिँ के गर्नुपर्छ, निर्णय गर्नु आवश्यकता छ र निर्णय नै गर्नुपर्छ कि अबदेखिको म आफैले आफूलाई अशुद्ध पार्न
नपार्ने निर्णय गरेको छु, जसरी दानिएलले गरे। हजुर प्रार्थना गर्नुपर्छ हाम्रो जीवन। तपाईँको जीवनमा यो कुरोले अहिलेसम्म पनि है तपाईँको जीवनमा छ भने तपाईँले प्रार्थना गर्नु नित्यन्त आवश्यकता छ। अनि प्रार्थना गर्नुहोस्, तपाईँले छुटकारा पाउनुहुन्छ। र हेर्नुहोस् त, म तपाईँलाई फेरि पनि के बताउँछु भन्दाखेरि उत्पत्ति 3:2 अनि 2:3ले भन्दछ, स्त्रीले सर्पलाई भने, बगैँचाका रुखको फल हामी खान सक्छौँ भने। हेर्नुहोस् त, परमेश्वरले हामीलाई खानेकुराहरू यथेष्ट दिनुभएको छ नि। हाम्रो शरीरमा प्रोटिन लाग्ने चिजहरू, है दुध, दही, मही, घिउ, है विभिन्न प्रकारका फलहरू हामीले दिनुभएको छ नि त, है खान सक्छौँ एभ्रिथिङ। तर जुन कुरो नखानु भन्ने कुरो चाहिँ, नछुनु भन्ने कुरो चाहिँ, अशुद्ध कुरो चाहिँ हाम्रो जीवनबाट अलग्गै रहनुपर्छ। अनि यहाँनिर हामी तपाईँलाई बताउँछौँ 3ले भन्दछ, र बगैँचाको बिचमा भएको रुखको फल चाहिँ, फलको विषयमा चाहिँ परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र तिमीहरू मर्छौ। हेर्नुहोस् त, नखानु नछुनु नत्र तिमीहरू चाहिँ मर्छौ भनेर बाइबलले स्पष्ट रूपले बताएको छ। यसैले परमेश्वरले भन्दछ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जसले यसलाई नष्ट गर्छ त्यसलाई पनि म नष्ट पार्छु। यो शरीर पवित्र आत्माको मन्दिर हो। हामीले खानेकुराले गर्दा हाम्रो मन्दिर, परमेश्वरको मन्दिरलाई हामीले भत्काउनु हुँदैन मेरो प्रिय। अनि यस्तो लतहरू चाहिँ यस्तो डरलाग्दो लत हो। भर्खर जवानीहरूलाई म के भन्न चाहन्छु भन्दा, जो चाहिँ उनीहरूको जीवनमा आदत छैन यो कुरोले गर्दाखेरि, तर साथीभाइहरूसँग लागेर चाहिँ जब उनीहरू चाहिँ आज यो कुरो सिकाउँदैछ भने बी केयरफुल, तपाईँहरू होसियार रहनुहोस्। यहाँनिर अघि भन्दैछ, यसकारण तिमीहरूको बिचबाट चाहिँ निस्केर आऊ। जसले तपाईँलाई अशुद्ध कुरो खानु सिकाउँछ, अशुद्ध कुरो छुनु सिकाउँछ भने चाहिँ तिनीहरूबाट तपाईँले अलग्गै निस्किनु आवश्यकता पर्दछ। नत्र जब तपाईँहरूलाई यो बानी लाग्छ नि, तपाईँले छोड्नु चाहनुहुन्छ, तर त्यसले तपाईँलाई कहिले पनि छोड्दैन। र एउटा सानो कहानी भनेर यहाँनिर म टुङ्ग्याउन चाहन्छु। एउटा कहानी छ दाजुभाइको, रामे र चामे, है। अनि आज यिनीहरू दाजुभाइ चाहिँ आज दाउरा लिने निम्ति गइरहेको थियो। अनि ठन्डा महिनाको समय थियो। त्यो माथि डाँडामा गएर जब उनीहरू गइरहेको थियो, तर यसो खोलामा हेर्दाखेरि चाहिँ भाइ चाहिँ के देख्यो भने त्यहाँनिर ठुलो कम्बल बगिरहेको देखेको थियो। किनकि भाइले कम्बलको आवश्यकता थियो। अनि दाजुले, दाजु म लिनु जान्छु ल, भरे हामीलाई आवश्यकता पर्छ कम्बलको, यसलाई सुकाएर चाहिँ हामी ओढौँ न भन्ने कुरो गऱ्यो। अनि भाइ चाहिँ अब दाजु चाहिँ भने नजाऊ, होस् हामीलाई त्यतिले नै पुग्छ भन्दाखेरि भाइ चाहिँ नमानिकन हाम फाल्यो। अनि हाम फालेर त्यो कम्बललाई समात्न पुगे मेरो थियो। जब कम्बललाई पक्रेँ अनि दाजु चाहिँ भन्छ, भाइ आउँदैन, भाइ आउँदैन, भाइलाई बोलाउँछ, भाइलाई बोलाउँछ, भाइ आउँदैन। भाइले भन्छ, मैले यहाँनिर कम्बल त पाएँ, है, तर के गर्नु, कम्बलले मलाई पक्रिरहेको छ र कम्बललाई चाहिँ मैले छोड्ने कोसिस गर्छु र कम्बलले त मलाई छोडेको छैन भनेर भन्दछ। लत पनि यस्तै हो मेरो प्रिय। अनि आज हामी पक्रेपछि त जब हामीले छोड्ने कोसिस गर्छौँ, तर हामी त्यो हेर्न सक्दैनौँ, त्यसले चाहिँ छोड्न दिँदैन हामीलाई। त्यसै कारण लत लाग्नुभन्दा अगाडि चाहिँ हामी त्यसको उयसमा प्रकोपमा हामी जानु हुँदैन। प्रभुलाई धन्यवाद होस्। त्यो कम्बल चाहिँ के रहेछ भन्दाखेरि चाहिँ भालु रहेछ मेरो प्रिय, भालु बगिरहेको रहेछ। अनि यस्तो हुन्छ मेरो प्रिय हाम्रो जीवनमा। त्यसै कारणले प्रभुलाई म धन्यवाद दिन्छु। जसलाई तपाईँको यो आदत छ अशुद्ध खानपिन खाने, है, तपाईँले वचनलाई दाबी नगर्नुहोस् कि आज खाएको कुरोलाई अशुद्ध पार्दैन, तर मुखबाट निस्केको कुरोलाई अशुद्ध पर्छ भनेर तपाईँले वचनलाई प्रयोग नगर्नुहोस्। किनकि वचन शैतानले पनि प्रयोग गर्छ। किनभने प्रभु यीशु ख्रीष्टलाई 40 दिनको उपवासमा वचनद्वारा नै शैतानले परीक्षा गरे। तर म तपाईँलाई भन्छु, वचन प्रयोग गर्नुभन्दा अगाडि चाहिँ तपाईँले यो सोच्नुहोस् कि आज पवित्र आत्माले तपाईँलाई के भन्नुहुँदैछ। र प्रभुलाई धन्यवाद होस्, जब तपाईँले वचनलाई राम्रो प्रकारले मेडिटेसन गर्नुहुन्छ भने, र राम्रो प्रकारले परमेश्वरको वचनलाई तपाईँले अध्ययन गर्नुहुन्छ भने साँच्चै नै तपाईँ अशुद्ध कुरोबाट बाहिर निस्किन सक्नुहुन्छ। र प्रभुलाई धन्यवाद होस्। तपाईँहरू सबैलाई परमेश्वरले अनुग्रह गरून्। आमेन।